आजभन्दा 6-7 वर्ष अगाडि नै मैले चाहिँ मेकअप सिकेको थिएँ साथीहरू। सो बिचमा अलिकति ग्याप भएको कारणले गर्दाखेरि चाहिँ मैले पुरै मेकअप चाहिँ सबै बिर्सिसकेको छु क्या साथीहरू। अब चाहिँ म फेरि जिरोदेखि मेकअप स्टार्ट गर्दैछु साथीहरू। आज चाहिँ मेरो फर्स्ट डे रहेको छ। फर्स्ट डेमा चाहिँ मैले कुन मेकअप गर्दैछु र मलाई कस्तो देखिन्छ भनेर हेर्नको लागि चाहिँ हजुरहरूले फुल भिडियो वाच गर्नुपर्ने हुन्छ। मेरो चाहिँ मेकअप स्टार्ट भइसकेको छ, हजुरहरूले हेर्न सक्नुहुनेछ। सो मैले मोइस्चराइजर लगाइसकेपछि राम्रोसँग मैले आइब्रो कोरिसकेँ। आइब्रो कोरिसकेपछि कन्सिलरले राम्रोसँग कट गरेर म चाहिँ ब्लेन्डरले ब्लेन्ड गर्दैछु। आज फर्स्ट डेमै कस्तो हुने हो है त मेरो मेकअप चाहिँ हेरौँ है त साथीहरू। अब चाहिँ म दायाँ बायाँ ध्यान नदिकन एकदम धेरै मेकअपमा फोकस गर्दैछु। मान्छेहरूले चाहिँ भन्छ एकचोटि सिकेको कुरा कसरी बिर्सिन्छ बिर्सिँदैन भन्छ कि, तर मेरो चाहिँ दिमागले कामै गर्दैन क्या साथीहरू। के भएको दिमागमा गोबर भरिएको छ कि क्या हो। स्कुल हुन त स्कुल पढ्दाखेरि पनि क्लासभरिमा सबैभन्दा नजान्ने भनेको मै नै थिएँ होला सायद, मै थिएँ होइन। अनि जे कुरा सिक्दाखेरि पनि के भएको मेरो चाहिँ भगवान्ले दिमागमै दिन बिर्सेछन् कि क्या हो। गोबरै गोबर भरेर पठाइदिएछन् कि क्या यार, कसम से यार पागल हुन्छु बेला बेला म सोचेर क्या। यस्तो कुराहरू खेल्छ क्या मनमा, किन होला क्या मलाई चाहिँ केही नआउने जस्तो फिल हुन्छ नि त मनमा। हुन्छ कि हुँदैन भन्नु त। मलाई चाहिँ एकचोटि सिकाएको कुरा झट्ट दिमागमा आइहाल्दैन क्या साथीहरू। सबैभन्दा मन दुखाइ चाहिँ मेरो त्यसमै छ क्या, किनकि एकचोटि भनेको कुरा दुईचोटि भन्नु नपरोस् न होइन। ठिकै छ, केही छैन। अब मन दुखाइ गरेर दिमाग फ्रेस हुने त होइन। अब दिमागभित्र भरिएको गोबर चाहिँ कसरी निकाल्ने भन्नेतिर जानु पर्यो साथीहरू। त्यही पनि यस्तो बोधो दिमाग लिएर म अझै पनि अगाडि बढ्छु भन्ने हिसाब लिएर हिँडिरहेको छु साथीहरू। मेरो चाहिँ एउटा बानी साह्रै खत्तम छ क्या साथीहरू। जे कुरा पनि थालिसकेपछि एकचोटि दुईचोटि गऱ्यो, एकचोटि दुईचोटिमा सक्सेस भयो भने भइहाल्यो, भएन भनेदेखि फेरि छोडिदिन्छु क्या। जति गर्दा पनि नहुने रहेछ भनेर हार खाने बानी छ क्या। यो बानी चाहिँ मेरो साह्रै नराम्रो छ क्या। जे कुरामा पनि हात हाल्न चाहिँ मन लाग्छ, अनि आजको भोलि सक्सेस भएन भनेदेखि चाहिँ हुँदैन रहेछ भनेर हार खाइहाल्ने बानी छ क्या। कस्तो खालको बानी छ मेरो यार। यो बानी चाहिँ सबैभन्दा खराब लाग्छ मलाई आफ्नो आफैलाई होइन। सो गाइस हेर्न सक्नुहुन्छ हजुरहरूले। अब चाहिँ म लास्टमा फाउन्डेसन एप्लाई गर्दैछु, हजुरहरूले हेर्न सक्नुहुने नै छ। अब चाहिँ मेरो करिब करिब मेकअप अन्तिम भइसकेको छ। फाउन्डेसन अप्लाई गरिसकेपछि ब्लेन्डरले राम्रोसँग ब्लेन्ड गर्दैछु मैले, तपाईँहरू राम्रोसँग हेर्नु होला। अब यो ब्लेन्ड गरिसकेपछि चाहिँ मेरो फाइनल लुक्स हेर्न सक्नुहुन्छ तपाईँहरूले कस्तो देखिन्छ भनेर। अब चाहिँ मेकअप अन्तिम हुँदै गइरहेको छ साथीहरू। अब चाहिँ फाउन्डेसन एप्लाई गरिसकेपछि चाहिँ मैले रोज लगाउँदैछु साथीहरू। रोजलाई पनि राम्रोसँग यसरी ब्लेन्ड गर्दै गर्दै लगाउने साथीहरू। त्यस पछाडि मैले लाउँदैछु हाइलाइटर, हेर्न सक्नुहुन्छ हजुरहरूले। रोजभन्दा हल्का माथिबाट लगाइन्छ हाइलाइटर चाहिँ यसरी, हेर्न सक्नुहुने नै छ हजुरहरूले। सो त्यस पछाडि चाहिँ अन्तिममा रहेको छ म पाउडर दल्दैछु क्या। पाउडर घुवाई जाँतो घुमाए जस्तो गरेर पाउडर दलिरहेको। जति नै जे लगाए पनि लिपस्टिक नलाउन्जेलसम्म चाहिँ मेकअपै कम्प्लिट हुँदैन क्या साथीहरू। सो अहिलेसम्म चाहिँ कस्तो देखिरहेको थियो नि त। अब मैले लिपस्टिक लाउँदैछु होइन। लिपस्टिक लगाइसकेको पछाडिको लुक्स चाहिँ यस्तो रहेको छ, हेर्न सक्नुहुन्छ। अब चाहिँ म तपाईँहरूलाई कपाल सपाल छोडेर फाइनल लुक्स देखाउँछु। सो मेरो चाहिँ फाइनल लुक्स यस्तो भएको छ साथीहरू। डे 1मै यति राम्रो मेकअप गर्न सफल भएको छु म साथीहरू, हेर्न सक्नुहुन्छ हजुरहरूले।